आज माता तीर्थ तथा आमाको मुख हेर्ने दिन। आमाको माया ममता स्नेहको कुरा गर्न सम्भव छैन र त्यो असीमित रहेको छ। आज आमाको मुख हेर्ने दिन। मलाई जन्मदिन हुने आमा र सम्पूर्ण संसारभरिका आमाहरूलाई एकमुष्ट शुभकामना व्यक्त गर्न चाहन्छु र यो विशेष दिन म आमालाई सम्झिन पनि चाहन्छु र आमाको माया ममता स्नेह र त्यागलाई समेटेर मैले एउटा कविता रचना गरेको छु। यो कविता सम्पूर्ण आमाहरूको लागि। आमा, तिमी त आफ्नै सपनाको हत्यारा पो रहेछौ। आमा, तिमी त आफ्नै सपनाको हत्यारा पो रहेछौ। आफ्नै आकांक्षाको धुलो उडाउँदै हाम्रा सपनाको इट्टा थप्दै आफ्नो जीवनको महल बनाइरहेछौ। आफ्नै आकांक्षाको धुलो उडाउँदै हाम्रा सपनाको इट्टा थप्दै आफ्नो जीवनको महल बनाइरहेछौ। तर त्यो महलमा तिम्रो आत्मा कहिल्यै बस्दैन। कहिलेकाहीँ कोपिलामै हत्या गरेका सपनाहरू ओइलिएका आशाका पातहरूमा रुन आइपुग्छन् होला र तिमीलाई पिरोल्दै प्रश्न गर्छन् होलान्, हामी त फुल्न खोजेका थियौँ। फुल्न ठिक अघि हत्या गरेका सपनाहरू तुषार बनेर तिम्रो हृदयमा झर्छन् होला। किन हाम्रा पखेटा छिन्नुभयो भन्दै फेरि प्रश्न गर्छन् होला। तर तिमी हाम्रा आकांक्षाको बाटो बनाउँदै आफ्ना पाइला कतै हराइरहेछौ। हाम्रा हरेक सपना साकार पार्न तिमी आफ्ना सपनाको सिन्दूर पुछेर हाम्रो भाग्यको अक्षर कोर्दैछौ। तर कहिलेकाहीँ तिम्रा सपनाहरू के तिम्रो जीवन केवल अरूको कथा लेख्नकै लागि हो भन्दै कराउँछन् होला। तर तिमी त्यो आवाज पनि पन्छ्याउँछौ, किनकि हाम्रो हाँसो नै तिम्रो आफ्नो धर्म ठान्छौ। तर हरेक रात तिम्रा सपनाको भूत तिम्रो निन्द्राको सङ्घालो चुडालेर तिमीलाई घचघच्याउँछन् होला। तिमीले तिम्रो अस्तित्वलाई बिर्स्यौ। अब तिम्रो सपनाको अस्तित्व के रहन्छन् भन्दै पुरा प्रश्न गर्छन् होला। तर तिमी महान छौ आमा, आफ्नै आहुति दिएर हाम्रो आशाको ज्योति बाल्दै त्यसैलाई आफ्नो उपलब्धि ठान्छौ। तर त्यो मन अझै प्रश्न गर्छ होला, तिमी आफूलाई आफूभित्रै कहिलेसम्म हराउँछौ। अझ थप्दै तिमी भन्छौ, म त्यहिलेसम्म हराउँछु जहिलेसम्म म मेरा सन्तानका सबै सपना विपना इच्छा आकांक्षा र महत्त्वाकांक्षा पुरा गर्दिन। यो कविता सम्पूर्ण आमाहरूको त्याग तपस्या र सन्तानको उज्जवल भविष्यको लागि आफ्ना सपनाहरूलाई कसरी टुक्राउँछन् भन्ने विषयमा रहेको छ। सम्पूर्णलाई मन पर्छ होला। अन्त्यमा पनि आज माता तीर्थ औँसी तथा आमाको मुख हेर्ने दिनको सम्पूर्णमा धेरै धेरै शुभकामना।